के भविष्य देख्न पाइन्थ्यो भने कस्तो हुन्थ्यो? के तपाईँले कहिल्यै यति अद्भुत पवित्र कुरा देख्न पाउनुभयो जसले तपाईँको सास रोकिदिन्छ भनेर कल्पना गर्नुभएको छ? आजको खण्डमा यहेजकेलले भविष्यको दर्शन प्रत्यक्ष हेर्ने मौका पाउँछन्। पुनः स्थापित मन्दिरको दर्शन, यस्तो स्थान जहाँ परमेश्वरको महिमा पूर्ण रूपमा वास गर्छ। यो केवल एउटा भवन होइन, यो परमेश्वरले आफ्ना जनसम्म वास गर्ने, भत्किएको कुरा पुनः स्थापना गर्ने र जहाँ कहिल्यै मृत्यु थियो त्यहाँ जीवन ल्याउने प्रतिज्ञाको चित्र हो। मुख्य कुरा स्पष्ट छ, परमेश्वरको महिमा फर्कनेछ र उहाँको उपस्थितिले आफ्ना जनमा पुनः स्थापना, पवित्रता र जीवन ल्याउनेछ। आउनुहोस् अद्भुत दर्शनमा डुबौँ। इजकियललाई परमेश्वरले दर्शनमा अग्लो पहाडमा लैजानुहुन्छ जहाँ उनले नाच्ने छडीसहित मान्छे देख्छन्। त्यो मान्छेले मन्दिरका प्रत्येक विवरण, यसको ढोका, पर्खाल, आँगन र भित्री पवित्र स्थान नाच्न थाल्छ। नापाईहरू एकदमै ठ्याक्कै छन् र विवरणहरू अत्यन्तै सूक्ष्म छन्। किनभने यो मन्दिर कुनै साधारण भवन होइन, यो पवित्र स्थान हो। यो परमेश्वरको नै पूर्णता र पवित्रतालाई झल्काउने गरी डिजाइन गरिएको हो। इजकियल 43 केही असाधारण हुन्छ। परमेश्वरको महिमा जुन इजकियलका अघिल्ला दर्शनहरूमा मन्दिरबाट बाहिरिएको थियो फिर्ता आउँछ। इजकियलले प्रभुको महिमा पूर्वबाट आउँदै गरेको देख्छन्, जसले मन्दिरलाई उहाँको उपस्थितिले भरिदिन्छ। परमेश्वर भन्नुहुन्छ, यो मेरो सिंहासनको स्थान हो र मेरो खुट्टाको छेउको स्थान हो। यही म इस्राएलीहरूबीच सधैँका लागि बस्नेछु। इजकियल 43:7। यो एक शक्तिशाली क्षण हो। यो परमेश्वरले आफ्ना जनतालाई कहिल्यै नछाड्ने प्रतिज्ञा हो। उहाँको महिमा फिर्ता आउनेछ र उहाँ उनीहरूसँगै बस्नुहुनेछ। यो दर्शन भौतिक मन्दिरको बारेमा मात्र होइन, यसले अझ ठूलो कुरातर्फ संकेत गर्छ, अर्थात् परमेश्वरको आफ्ना जनताबीचको उपस्थिति। नयाँ नियममा हामी येशूमा पूरा भएको देख्छौँ। यूहन्ना 1:14 भनिएको छ कि वचनले शरीर धारण गरियो र हामी बीच बस्न आयो। हामीले उहाँको महिमा देख्यौँ, पिताबाट आएका एकमात्र पुत्रको महिमा, जो अनुग्रह र सत्यले पूर्ण हुनुहुन्छ। येशू नै यस दर्शनको अन्तिम परिपूर्ति हुनुहुन्छ। उहाँ हाम्रो बीचमा परमेश्वरको उपस्थिति हुनुहुन्छ, साँचो मन्दिर जहाँ परमेश्वरको महिमा बस्छ। र एक दिन जब येशू फर्कनुहुन्छ, हामीले यस दर्शनको पूर्णता देख्नेछौँ, नयाँ स्वर्ग र नयाँ पृथ्वी जहाँ परमेश्वरको उपस्थिति सबै ठाउँमा भरिएको हुनेछ। र त्यहाँ कुनै पाप छैन, कुनै मृत्यु छैन, केवल जीवन र पवित्रता मात्र छ। अब यस दर्शनका केही मुख्य तत्त्वहरूबारे कुरा गरौँ। पहिलो, त्यहाँ एउटा नदी छ। यहेजकेल 47 इजकियलले मन्दिरबाट बगिरहेको नदी देख्छन्। यो सानो खोल्सीबाट सुरु हुन्छ, तर बग्दै जाँदा यो गहिरो र फराकिलो बन्छ, जहाँ पुगे पनि जीवन ल्याउँछ। यसका किनारमा रुखहरू उम्रन्छन्, हरेक महिनामा फल फल्छ र तिनीहरूको पातले उपचार ल्याउँछ। यो नदी परमेश्वरको उपस्थितिको जीवनदायी शक्तिको सुन्दर चित्र हो। जहाँ परमेश्वरको महिमा बस्छ त्यहाँ जीवन हुन्छ, चङ्गाई र प्रशस्तता हुन्छ। सम्पूर्ण प्रकाशन सहरको नाम सँगै समाप्त हुन्छ। प्रभु त्यहाँ हुनुहुन्छ। इजकियल 48:35। यसको बारेमा येशूले पनि भन्नुभएको छ। यूहन्ना 7:38 उहाँले भन्नुभयो, जो मेरो विश्वास गर्छ, शास्त्रले भनेझै उसको भित्रबाट जीवनदायी पानीका नदीहरू बग्नेछन्। यो जीवन हो जुन प्राप्त हुन्छ परमेश्वरको उपस्थितिमा। अर्को महत्त्वपूर्ण तत्त्व भूमिको विभाजन हो। इजकियल 48 भूमि इस्राएलका गोत्रहरूबीच विभाजन गरिएको छ, जसमा प्रभु र पुरोहितका लागि विशेष भाग छुट्याइएको छ।
यसले देखाउँछ परमेश्वरका मानिसहरू पवित्रतामा बाँच्न बोलाइएका छन्, उहाँका लागि छुट्याइएका। मन्दिर केन्द्रमा छ, जसले जनाउँछ कि परमेश्वर हाम्रो जीवनको केन्द्रमा हुनुहुन्छ। सबै कुरा उहाँबाट नै बग्छ र सबै कुरा उहाँकै हो। त्यसो भए यी सत्यहरू आज हामीले कसरी लागू गर्न सक्छौं? पहिलो कुरा सम्झनु आवश्यक छ कि परमेश्वरको उपस्थितिले नै जीवन ल्याउँछ। जसरी मन्दिरबाट नदी बगेर जीवन र उपचार ल्यायो, त्यसै गरी हामीले परमेश्वरसँग जोडिएको रहनुपर्छ, उहाँको उपस्थितिलाई हाम्रो जीवनबाट बग्न दिनुपर्छ। यसको अर्थ प्रार्थनामा समय बिताउने, उहाँको वचन पढ्ने र उहाँको आराधना गर्ने हो। जब हामी यसो गर्छौं, हामी उहाँको जीवन र प्रेमको माध्यम भएर वरपरको संसारमा बग्न थाल्छौं। दोस्रो, हामी पवित्रतामा बाँच्नुपर्छ। मन्दिरका नापजासले सम्झाउँछ कि परमेश्वर पवित्र हुनुहुन्छ र उहाँले हामीलाई पनि पवित्र हुन बोलाउनु भएको छ। यसको अर्थ पूर्णता हुनु होइन, तर परमेश्वरलाई सम्मान गर्ने तरिकाले बाँच्न प्रयास गर्नु, पापबाट टाढा रहनु र धर्मको खोजी गर्नु हो। जब हामी यसरी बाँच्छौं, हामीले परमेश्वरको महिमा संसारमा झल्काउँछौं। अन्त्यमा परमेश्वर र उहाँको उपस्थितिलाई हाम्रो जीवनको केन्द्रमा राख्नुपर्छ। जसरी मन्दिर भूमिको केन्द्रमा थियो, त्यसै गरी परमेश्वर हाम्रो सबै कामको केन्द्रमा हुनुपर्छ। हाम्रो काम, सम्बन्ध वा निर्णय जे भए पनि हामीले उहाँलाई पहिले खोज्नुपर्छ। जब हामी यसो गर्छौं, हामी उहाँको उपस्थितिको पूर्णता र उहाँको जीवनको समृद्धि अनुभव गर्नेछौं। इजकियलको पुनःस्थापित मन्दिरको दर्शन परमेश्वर आफ्ना जनसँग बस्ने प्रतिज्ञाको शक्तिशाली सम्झना हो। यो प्रतिज्ञा येशूमा पूरा भएको थियो र उहाँ फर्केर आउनुहुन्छ भन्ने बेला पूर्ण रूपमा साकार हुनेछ। त्यस बेलासम्म तपाईँ र म यो वास्तविकतामा बाँच्नुपर्छ। उहाँको उपस्थितिमा उहाँको जीवन हामी मार्फत बग्न दिनु, पवित्रताको खोजी गर्नु र हाम्रा सबै कामको केन्द्रमा उहाँलाई राख्नु। जहाँ परमेश्वरको महिमा हुन्छ, त्यहाँ जीवन हुन्छ, पुनर्स्थापना र आशा पनि हुन्छ।